भाइ बेइज्जत नगर तेल छैन के गरिबी गरिबी अहिले हाल्नुपर्छ 500 त्यहाँदेखिको तेल छैन अरे होइन कहाँ सकिन्छ यति टाढो पनि अनि सकेपछि हामीहरू ढकाल्दै आउनुपर्ने हुन्छ होला त्यो हामीलाई केही छैन टक्क यसरी अगाडि बनाउने बेला नि अब थम्नेलमा पनि म के अरे तेल सक्यो भनेर लगाइन्छ अनि त्यसपछि खतरा बिहान बिहान आज म झन् चाँड के अरे ढिलासम्म सुत्छु भनेर म बसेको थिएँ तर खै किन छुट्टीको बेला झन् सुत्नै मन नलाग्ने क्या अनि उठिहालेको थिएँ म कति 7 साढे 7तिर उठिसकेको थिएँ अनि उठेँ अनि एकछिन हजुर आज कता राइड जान्छ बेलुका म यहाँ के भइरहेको छ है यो के हो यो हरे कृष्णको है त यहाँ त है त कति मान्छे सो जात्रा पनि सकिहाल्यो जात्राको भ्लग बनाऊँ भन्ने थियो जात्रा सिद्धिहाल्यो अब हेरौँ जे आउँछ त्यही बनाउने हो भ्लग अब त्यस्तै हो सो हामी ठ्याक्क यहाँ नारायण थानको यो ठाउँलाई नारायण थान त भन्छ नि होइन कि देवा चोक सो देवा चोक नारायण हामी यहाँतिर एटिएममा छिर्दैछौँ है त्यहाँ मान्छे रहेछ एकछिन अब टाइम लाग्छ कस्तो राम्रो अलि त के हो अलि अगाडि अलिकति टाउको मात्र अगाडि गर्नु टाउको मात्र अलिकति अगाडि गर न अझै अब यता मतिर फर्क राम्रोसँग फर्क न राम्रोसँग फर्क ल नाइस कपाल म त के गर्छु किन बोलायो भने मेरो त ढाडको कुरो देख्यो केही भयो होला भनेको त ए हो र अहिले कस्तो छ होइन यताउता हेरेर बोल्छु नि त ठ्याक्क थाहै हुँदैन क्या शान्ति भाइ यहाँ उज्यालो धेरै उज्यालो भयो यहाँ लाइट आएर होला कि ब्याङ्क यहाँ एटिएमभित्र पनि अब हामी उसको पिन पुरै पिन चेक गर्दा के हुन्छ मजा आउँछ मिथिलाज कलेज छ यतिको काम छैन यतिको भ्लग बनायो बस्ने अब भिडियो बनाउँदै बस्ने अब बिदा छ यार के गर्ने पैसा झिक्नुपर्छ त्यसपछि आजको भ्लग पुरै कन्टेन्ट हाल्नु खिचा हाल्थ्यौँ सर हिजो म चाहिँ फेरि स्टोरेज खाली गर्थेँ खाली गरेँ सुत्दै बसी आएन यस्तै हो र यो देखाउनु हुँदैन होला खै के थाहा सिधा गएर पिनै देखाउने सिधै गएर पिनै देखाउने हो क्या यस्तो देखाएर काम छैन क्या सिधै गएर पिन देखाउनु पर्छ क्या खोल्न साथै कति सब्सक्राइबर 4 सब्सक्राइबर थियो हो र मैले अघि ठ्याक्कै सब्सक्राइब गरेर चाहिँ देखाइदिएँ मैले हिजो बेलुकै पठाएको थिएँ त सुतिसकेको बेला बिहान यस्तै हो अब एकछिन रोक्नु पऱ्यो हातै दुख्नु थाल्छ यार यस्तो बनाइराख्यो भने अनि कहाँ जाने जाने घुम्नु कि उता असम जानु भन्ने भने होइन जाने हो जाउँ न त असम कसरी हेर्ने है तर यिनीहरू कस्तो गराउने होला कि हेर्नुहोस् बाल्दै होइन बाल त भएर मलाई नराइकेको बाल गरी लाएर मान्छे कहाँ फर्किसक्यो झन् कोही न कोही त ठुलै भ्लगर कोही न कोही त ठुलै भ्लगरै हो भन्छ होला हौ यो चाहिँ भने अहिले यहाँ पुगिरहेको रहेछ हरे कृष्ण यहाँ रहेछ अहिले सो त्यहाँ अगाडि पुलिस मामा छ त्यहाँ गुड मर्निङ मामा है त मामाहरू यहाँनिर एउटा मामा रमाइलो भयो
माथि नारायणसम्म पुग्नु पनि रमाइलो भयो गाइस अहिले हामी अब यो साइलेन्सर यसको नाम चाहिँ गोल्ड स्टार रे है गोल्ड स्टार भन्नु थियो एउटा दाइले त्यही साइलेन्सर लगाउन जाँदैछ हाम्रो बाइकमा यसको चाहिँ अनि यस्तो छ है देखाउँदै यहाँ पुरै यहाँबाट हेऱ्यो नि उतासम्म देखिन्छ कि ल है त यस्तो ल साइलेन्सर यही हो यो लाउन जाँदैछौँ हामी गोल्ड स्टार रे झट्ट लाउने चलपल हान्नुपर्छ आज ल सो अब हामी यहाँ साइलेन्सर फेर्न जाँदैछौँ साइलेन्सर चाहिँ यो साइलेन्सर निकालेर अनि है उयोवाला लगाउने हो बेस साइलेन्सर तातो छ भने ल भन नि त ल ल अब चाहिँ हामी साइलेन्स निकाल्यो अब चाहिँ हामीले यताको यो नट खोलिसकेको छ यो नट चाहिँ भने मैले यो पछि भने अस्ति मैले यो स्टकको बनाउने बेला फेरेको थिएँ अनि अब हामीले योलाई निकालेर हामी अब यसमा योवाला लगाउनु पर्छ होइन त ठिक ठिक होइन त ठिक अब हामी यता देखाउँछ अब हामीले योवाला नट खोल्ने अनि यो पुरै झिक्छ अनि योवाला यसरी यो चाहिँ भने फ्ल्यापर चाहिँ साइड लाउनुपर्छ हामीले अब यसलाई साइड लगाएर यसलाई चाहिँ अब यतातिर आउँछ भने यो यस्तरी बाहिर निस्किन्छ सो ल ल ल ल अब टक्क चेक इट आउट ल ल ल टाइम ल्याप्स च्याप्प लगाएर साइलेन्सर झिकिसकेको छ अहिले यस्तो छ यतिकै आवाज स्टार्ट गरेर यतिकै चाहिँ कस्तो आउँछ हेरौँ है त अब हेरौँ है त यतिकै आवाज अझै बनाउनु पर्छ है खोइ यतिकै एक राउन्ड हान्छ यो माथि यतिकै एकचोटि चलाएर आउँछ है त ओमले चाहिँ राइड हान्न जाँदैछ विदाउट साइलेन्सर दामी पारामा ल ल ल कहाँ पुगेर आज अहिले चाहिँ हामीले यो साइलेन्सर फेरेर चलाएको थियो वाइल्ड खतरा आउँदा थियो अब चाहिँ हामीले यसमा अब हामी यो बेस लगायो भने टक्क अनि त्यो टिक्का आवाज त्यो मेटिन्छ अनि यसलाई नि इफेक्ट हुँदैन के अरे अब त्यही अब चाहिँ वाइल्ड गर्नु भइसक्यो यार ज्याकेट खोलेर वाइल्ड गर्नु भएन अन्त दामी आइरहेछ वाइल्ड गर्नु भयो ज्याकेटलाई चाहिँ अब म त्यहाँबाट स्कुटरमा राखिदिनु छ साइलेन्सर वी गट दिस स्टकमा पनि कम छैन फेरि फ्ल्यापर हालेपछि त आमा फाटाटाटे हो पुरै पड्किन्छ नि तर अब चाहिँ हामी यो भयो नि यो पनि निकाल्नु पर्छ क्या हो झन् कत्रो लाउडाउने होला भयो छोड्नु यति छोड्नु ल ल आज अब यही हाल्नुपर्ने हुन्छ फेरि अनि एक राइड हान्न आउनुपर्ने हुन्छ फेरि त्यो त पऱ्यो पऱ्यो ल हामीले चाहिँ अहिले यो यसमा यो अड्किँदाखेरि यो जहिले झरिराख्यो क्या अनि त्यो भएर अनि स्यान्डी भाइले चाहिँ एउटा दिमाग लगाएको थियो यो स्टकको यो यतातिर यसरी फिट गर्ने तर यो मिलेन यता मिल्न त मिल्छ यो त्यस्तो गर्नुपर्छ खोल्नुपर्छ त्यो तन्काउँदाखेरि फेरि झन् गाह्रो होला के भन्नु त यस्तो यो राख्यो भने त त्यो खासै झर्ने डर हुन्न झर्ने डर त हुँदैन थियो त्यही त यो छ नि त फेरि यस्तोले हुँदो रहेछ नि वाइडिङ रहेछ के गर्न सकिन्छ
होइन यही जे छ यसैलाई टाइट गर्नु न यहाँ भित्र त्यो भित्रको त्यो थियो त छ होइन होइन त्यो लगाइदिनु नि यो छ नि त यसरी यहाँ लगाइदियो भने त्यसपछि फेरि स्टककोलाई के बिगार राख्नु भने त्यही त स्टकलाई किन बिगार्नु भनेर त्यो त्यसैमा अड्काइदिएको भयो ल है त जब चाहिँ हामी फ्लावर झिक्दैछौँ नम्बर प्लेट देख्यो तर अब हामी के फेरि देख्यो भने लफडा हुन्छ अन्त हामी अब मोबाइल चाहिँ हामी फ्लावर झिक्दैछौँ नम्बर प्लेट झिक न नम्बर प्लेट नम्बर प्लेट नि झिक्ने फ्लावर टक्क लगाएर अनि यसलाई यो हानेर उता भित्र चेप्नुपर्छ यहाँ अब यति जति छिराउनुपर्छ कि यहाँ ठ्याक्क लाएर यो लाइनमै छिराउनुपर्छ अनि मात्रै हुन्छ हाम्रो आज इट्स रोयल इनफिल्ड यहाँको हामी सब स्टिकर सब निकालिसक्यो अहिले रातो झिक्ने सबै ठाउँमा हो कि यहाँ रिममा हुने रातो सबै झिक्यो यहाँ पनि छैन यहाँ भएको पनि छैन यहाँ भएको पनि छैन अब यसमा चाहिँ खतरावाला गर्नुपर्ने हुन्छ भन्ने सोचे हामीले अब गर्छ होला बिस्तारै अब यसको मुड अनुसार हामीले अब यो त्यहाँ पनि निकालिसकेको छ यो के हो यो के रहेछ नि त केही नदेखे पुगिहाल्यो त होइन अनि यो के हो के रे हो कि के हो ल ठिक छ ओ माई गड मात्र बनाएको यार नम्बर प्लेट ओ माई गड के भिडियो यो सफा त यो फ्ल्यावरको पछाडि हेर्नुपर्छ यस्तो हिलो बाइक अब वासमा हाल्नुपर्छ आज एकछिन त 10 मिनट जस्तो वासमा त्यसपछि सकिन्छ मोबाइल चाहिँ गाह्रो पर्दा यहाँ नम्बर प्लेट चाहिँ पुच्चेलाई ल नि यो भयो कि यो हेर न खै यहाँ देखाउ त उयो यस्तो यो अस्ति भर्खरै फेरेको थियो यो अनि अर्को मेन कुरा भनेपछि के हो यहाँ त हेर न के हो हिस्ट्री हो त्यही त कसरी भयो क्या यस्तो यस्तो अनि यो त उक्रिन्छ त नि फेरि त्यो कुरा छोड्नु न अब कुरा चाहिँ के भन्दाखेरि मेरो अस्ति लाजिम पार जाने होला यहाँ यो अगाडिको नम्बर प्लेट हराएको थियो अनि यो नम्बर प्लेट बिना मैले कति महिना जति चलायो है 2-3 महिना त चलाएँ है नम्बर प्लेट यो अगाडिको नम्बर प्लेट बिना 2-3 महिना चलाइसक्यो बनाउनु त दिएछ त्यो बनाइदिँदैन के हो अब ठिकै छ अब आज त सुन्नुपर्छ टक्क अनि साइन्स फेरेर अनि अब त्यही अब यसको यो नटहरू हामी टाइट गर्छ है त ल सुरु गरिदिउँ सुरु गरिदिउँ फाइनली हामी साइन्स फिट गरिसक्यो अनि आएको सक्षम भाइ आइसक्यो अब हामी यो टुल बक्सहरू राख्ने सबै सामानहरू प्याक गर्ने कुकरहरू त्यहाँबाट यत्तिकै राख्ने अब कोठामा राखिदियो सजाएर हाम्रो यो साइलेन्सर यो भयो मैले पछि फेरि उसले कोलिन लगाएर पुस्दै थियो क्या टिलिक्क अनुहारै देखिरहेको छ ल अब चाहिँ हामी एकचोटि साउन्ड सुनाइदियो साउन्ड चेक है त स्टार्ट गर्यो स्यान्डी भाइले स्टार्ट गर्यो ल